मलाई कोही जस्तै बन्नु छैन यार, मलाई म जस्तै बन्नु छ। भनिन्छ नि फलानुले यति पढ्यो तैँले कहिले पढ्ने, फलानुले मास्टर गर्यो, फलानुले पिएचडी गर्यो तैँले कहिले गर्ने, फलानुले यति कमायो तैँले कहिले कमाउने, फलानुले घर किन्यो, जग्गा किन्यो, बाबुआमालाई सुख सहेलमा राख्यो तैँले यो सब कहिले गर्ने, छिमेकीको छोरा अस्ट्रेलिया अमेरिकाको तैँले कहिले गर्ने, तैँले केही गर्न सक्दैनस्, तँ यो जस्तो बन्न सक्दैनस्, यो बनेर देखाउनु पर्थ्यो, तँ ऊ जस्तो किन बन्न सक्दैनस्। मलाई कोही जस्तो हुनु छैन, मलाई कोही जस्तो बन्नु पनि छैन, मलाई सिर्फ एउटा मात्र काम गर्नु छ। त्यो हो मैले मेरा हिजोका दिनभन्दा मेरो आजको दिन अलिकति बेटर बनाउनु छ। मैले आफैसँग तुलना गर्दैछु, मलाई कोही माइकीलालसँग तुलना गर्नुपर्ने जरुरी देख्दिनँ म। किन भन्दा सब थोक मैले आफै गर्नुपर्ने हो मेरा लागि, कोही माइकीलाल आएर मेरो लागि गर्दैन। त्यसैले मेरो जिन्दगीमा कसैले औँला उठाएर तैँले यस्तो गर्नुपर्छ भन्ने अधिकार कसैलाई पनि छैन। म गर्छु, मसँग ताकत छ, हिम्मत छ, जोस जाँगर मोटिभेसन सब छ मसँग। म एक दिन गरेर देखाउनेछु। सिर्फ मैले हिजोको दिनलाई बदलेर आजको दिनलाई बेटर बनाउने कोसिस गर्दैछु। आई होप तपाईँहरू पनि म जस्तै गर्नुहुनेछ पक्कै पनि। मेरो युट्युब च्यानल जी स्क्वायर इन्स्पायर एकदमै पावरफुल स्टडी मोटिभेसन भिडियो भर्खरै मात्रै अपलोड गरेको छु, एकपटक गएर हेर्नुहोला, केही मोटिभेसन पक्कै पनि मिल्नेछ। विद्यार्थी साथीहरूका लागि अझ विशेष मोटिभेसन मिल्नेछ, एकपटक भिजिट गर्नुहोला अनि हेर्नुहोला जी स्क्वायर इन्स्पायर। प्रोफाइलको पनि भिडियो लिङ्क राखिदिएको छु, एकपटक भिजिट गर्नुहोला, हेर्नुहोला अनि त्यसको प्रतिक्रिया पनि त्यसैमा दिनुहोला र तपाईँलाई के को विषयमा भिडियो चाहिन्छ त्यसैमा कमेन्ट गर्नुहोला। म त्यही विषयलाई एकदमै जस्टिफाई गरेर कन्टेन्ट बनाउने कोसिस गर्नेछु।